कस्तो है हेर न क्याप्रिन चाहिँ गाडी खै यहाँ हेलो भन यता बहिनीहरू यता हेलो यो पिङ्कवाला यो पर्पलवाला हो एकदम राम्रो छ साइलेन्ट एकदम आनन्द छ कहिलेकाहीँ म्युजिक सानो उता हेर उता हिँड त अब माथि पढिदिनु यहाँ प्राइभेट रुम पनि रहेछ है भित्रपट्टि यतापट्टि छ त्यो चाहिँ माइ गड हेर न कस्तो खतरा आएर अनि अब यहाँ घुम्नु पऱ्यो दिदीको सुत्ती पानीमा डुबिरहेको ए हेर न कहाँ खिच्ने भनेर आइरहेको छु म फोटो यहाँ राम्रो मेरो जामाले फेरि मेरो अल्झाउँछ के बाहिरबाट हेर्दा कस्तो सिम्पल छ यो ठाउँ तर भित्र चाहिँ बबाल छ ओ माई गड यो छ भनेर सोचेको थिएँ नि मैले एक्सपेक्टेसन गरेको थिएँ यो छ भनेर चाहिँ कस्तो हुँदैछ रानी फिल भइरह होला होइन वाउ सम्झना बिर्सना साला ला 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 जन्नन बढ्यो बिर्सना साला ला 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 मायाको सोयाको टोकु ए सानो माया ए लगाउने खोटु ओइ जस्तै पार्टी इन्जोय गरेको छैन बारम्बार नठाटी यहाँ प्रिन्सेसको बर्थडे हो ह्याप्पी बर्थडे नानी हेर स्माइल ल बडा दिदी आउने के पकाउने यहाँ नाच्नु पर्यो मोबाइल राख्नु म्युजिक डिङ 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 It's time to my favorite wins only wins बिस्तारै भन्छ नि त है गाइज अब हामी खाने कार्यक्रम हुँदैछ है गाइजहरु खाने कार्यक्रम अब हामी बिस्तारै खाँदैछु अन्जु ल अन्जु दी चिकन विथ चेक गर्नु परिरहेको छ भेज भेज जस्तो हुन्छ कि अन्जु दी हाउ यु फिल आई फील सो गुड अनि हाउ यु फिल नक्कली नक्कलीको चाहिँ गाइज मेकअप मेटिने होला त्यही भएर छिचिरो गर्नु ऊ त्यस्तै हो यस्तो टाइम लाउँछ डायमन्ड 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 कस्तो नाम लेख्या डायमन्ड डायमन्ड रिङ लगा के किधर गया रे आउन दिदी तिनजना बस्छ ब्याक गर्दैन ब्याक गर्दैन ल वान उठेर ल चाहिँ के ओ त्रिशुल ल वाउ ए राफ्टिङ बिसाउने ए राफ्टिङ बिसाउने ल वान टु यता उठ्न हेर न कसरी भत्काले बारुली कम्बर हेर न कसरी हल्लाउने ए राफ्टिङ बिसाउने दिदी यता दिसो त ल यो के लाइन लगाएर खालाको यो खाने हो कि ए अच्छा उयो त के हो दुगा त फोर गरिहाल्छ के मैले त फोन गरिहाल्छु र आउने धारा छैन मैले गरे सिस्तो नटी गर्ल मेरो लुगामा लगाइदियो ल सरे सरे मलाई चाहिँ मिस लाग्यो आफ्टर लङ टाइम पछि गाइस अस्टिक छ राईमा भनेको खानु मोबाइल खाए मेरो त भ्लग हुँदैछ दिदी त्यही लिए ल चेयर्स टेस्ट कस्तो छ दिदी मिठ लाग्यो
तिमीलाई कति के भने हामी दिदी र मेरो प्लान चाहिँ तिमीलाई भिजन थियो तर भिजन सकेन अरू मान्छे पनि लाग्छ भनेर है दिदी अहिलेसम्म यो म अहिले कसम 1000 को सम्म हुन्छ गराइदिनु पर्यो भनेर पिरो है पिरो भयो सानो भोलि दौडिनुपर्छ लास्ट मिनट खाने कुरा त स्पेसिफिक आज 4 दौडी चाहिँ मान्छेको यही जात नराम्रै कपाल परिहाल्ने साथीहरू लगाएर हो तिमी खाना दिदी जाने भए चाहिँ बरु यसो राख्नु हाम्रो तपाईँले सानो सानो म क्या तैँले जाँदा नि दिदी तपाईँ सोच्नु त कि ल दिदीको सोच आएछ मेरो त अलिक कम है मेरो स्वर केटा कस्तो छ है मेरो त केटी कस्तो छ दिदी म फोनमा बोल्छुसँग मान्छेहरू केटासँगबाट कस्तो होइन भनेर देखाउँछ होइन उही बोलेर आउँछ भिडियो कल गरेर पनि बिचरा उसको छोरा आउँछ नि स्विटवाला के केटीहरूको चाहिँ कोही त धेरै नाटकहरू बोल्छु है हाम्रो नाटक गर्नु दसैँ प्लान के छ यही हो म भनेर उसलाई मैले यदि यस्तो नभएको भए भान्डुप जानु सोच्थ्यो क्या हाम्रो तर के गर्ने यतिखेर गर्दै चाहिँ बहिनीको बर्थडे छ ओके गाइज अहिले खायो भएपछि है अब गाइज यार पानीमा भिजाइदियो यहाँ दिदीले सानो चाहिँ यहाँ मेकअप मेटेरियल बिचारा गाजरले कन्चाना भइसक्यो गाजर यहाँ अर्को गेस्ट आउँदैछ ल दिदीको फाइनली चाउमिन आइपुग्यो दिदी ल मेरो मोटो मोटो चाउमिन आइपुग्यो कत्रो है दिदी मोटो मोटो के बुझ्यो मैले त्यही बुझेँ के बुझाउनु लाग्यो तपाईँले ओके ओके गाइस अब हाम्रो यहाँ पार्टी पनि सक्यो एकदम टायर भयो आज चाहिँ यहाँ बिचरा स्विमिङ गर्ने भनेर पोको बोकेर आएको थियो ल ओके गाइस यहाँ चाहिँ यस्तो दामी छ पाहाड पनि गए यस्तो दामी छ ठाउँ एकछिन ऊ व्यस्त एक्टिङ गर्थ्यो त ओ तिम्रो बोयफ्रेन्ड आउँदैछ है ओके अब हामी आजको लागि यति नै लाइक सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई भनिदिनु दिदी बाई